एउटा गाईको गोबर जचाउन किसानले करिब 1000 रुपैयाँ खर्च गर्नुपर्छ भने यो सरकारी सेवा हो कि किसान माथिको शास्ति? मेरो कुरा विश्वास लागेन कि? सुनौ हरिउन पशु सेवा शाखाका इन्चार्ज नेपाल सरकारका अधिकृत तहका कर्मचारी जगन्नाथ लामा। जस्तै चक्कुले जस्तो गरेछ, चन्द्रपुरले गरेछ, लालबहादुरले पनि गरेछ ठाउँमा, हैन, नगरेको होइन गरेको छ। ईश्वरपुरमा पनि छ, हैन। तर हामीले हरिउनमा चाहिँ हरिउनले भूगोलको हिसाबले साङ्ग्रेको स्थानीय तह भए पनि जस्तो कि अचौलीबाट लालगुटीबाट त यो चाहिँ धरासम्म छ, बागमतीको किनारमा छ, यो अहिले हाम्रो चाहिँ यो हस्पिटल हैन, पशु सेवा शाखा त्यहाँ आउनु पक्कै पनि गाह्रो हुन्छ उनीहरूलाई। छिमेकी नगरपालिका चन्द्रपुरले बुझ्यो, लालबन्दीले बुझ्यो, ईश्वरपुरले बुझ्यो, वडा स्तरमै पशु स्वास्थ्य सेवा पुर्याउनु पर्छ भनेर केही न केही काम गरे। तपाईँ पनि त्यस्तै भोट पाएर फुलमाला लगाएर कुर्सीमा बस्नु भएको किसानलाई 15 किलोमिटर भन्दा टाढाबाट गोबर बोकेर वा उपचार गराउन आउनु पर्छ भन्ने किन बुझ्नु भएन हजुर? हाम्रो ल्याब टेस्ट हुने चाहिँ हाम्रो नगरपालिकाभित्र हाम्रो सुखबरी नयाँ रोडमा छ। त्यसले चाहिँ एउटा वार्डबाट, एक नम्बर वार्डबाट, 2 नम्बर वार्डबाट जानु पर्यो भने आउने जाने खर्च गर्ने कतिपयमा 600-700 रुपियाँ लाग्छ। त्यस हिसाबले एउटा यो खर्चिलो पनि छ, गाईबस्तु लिएर जान पनि टाढा पर्छ, दूरी लामो छ। त्यस कारणले चाहिँ वार्डमा चाहिँ प्राविधिक टोलीहरू र ल्याबको स्थिति बनाइदियो भने किसानहरूलाई पनि सजिलो। कतै हामी किसान मैत्री भन्दा पनि भोट मैत्री मात्रै त भएनौ? किसानले उत्पादन गरेको भात, तरकारी, मासुदेखि यावत परिकार खानुहुन्छ, तर निर्णय गर्ने ठाउँमा बसेर किसान माथि नै घात गर्नुहुन्छ भने तपाईलाई कसरी जनताको असल प्रतिनिधि भन्ने? यहाँ हजारौं किसान छन्, गाई, भैँसी, बाख्रा, सुँगुर, बङ्गुर, कुखुरा पालेर परिवार चलाइरहेका छन्, राज्यलाई कर तिरेका छन्, फर्म सञ्चालन गरेका छन्। एउटा पशु बिरामी हुनु भनेको एउटा किसान बिरामी हुनु हो। गाई बिरामी हुँदा किसानको आमदानी बिरामी हुन्छ, भैँसी बिरामी हुँदा परिवारको चुलो बिरामी हुन्छ। पशुले बोल्न सक्दैन, त्यसको पीडा किसानले नै भोग्नु पर्छ। हरिउन वार्ड नम्बर 10 मा सुविधा सम्पन्न पशु सेवा शाखाको भवन रहेको छ। त्यो राम्रो काम हो। त्यो भवन बनाउन बजेटका लागि पहल गर्न हुने हाम्रै क्षेत्र निवासी हाल पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाल लगायतलाई म हार्दिक धन्यवाद प्रदान गर्दछु। जहाँ सरकारी जमिन छ त्यहाँ भवन बन्छ, त्यसमा कुनै गुनासो छैन। तर भवन बन्नुको अर्थ सेवा केन्द्रित गर्नु हो र बुढापाकाले भन्थे मान्छेले आफ्नो धरातल बुझ्न कहिलेकाहीँ जमिनमा टेक्नु पर्छ। केही दिन अघि म आफ्नै गाईको गोबर जाँच गराउन हरिउनको पशु सेवा शाखा पुगे। गोबर जाँच त निशुल्क भयो। म वडा नम्बर 8 को मान्छे, तर जाँदा आउँदा ई रिक्सा भाडा र समय जोड्दा मैले नसोचेको खर्च गर्नु पर्यो। त्यसपछि झट्ट सोचे म नजिकको बासिन्दाको त यस्तो अवस्था भयो भने अत्रौली, लालभित्ती, डाबरी, गणेश चोक, भोक्टेनी, घुरकौलीको पूर्वी भाग, केराबारी, बिलन्दी, कोटीखोला जस्ता स्थानका किसानको हालत कस्तो होला? हरिउन वार्ड नम्बर 10 को पशु सेवा शाखाले आसपासका वडालाई राम्रो सेवा दिएको छ। सेवा गरिनुपर्ने म्याक्सिमम सेवाहरू दिइराख्ने, जसले अहिले सामान्य गोबर जाँच त ल्याबको सुविधाहरू छ, रगत जाँचको कुराहरू आउँछ, त्यसमा चाहिँ अब रगतको कमीको कुराहरू त्यो पनि गरिरहेको छ। कुकुरलाई चाहिँ धेरै जस्तो केसहरू पार्नु गएको थियो, उसको त्यस्ता केसहरू कुकुरहरू केसहरू हेरिरहेको छ है। अब बन्देहरूको सुविधाहरू पनि हामीले दिइराखेका छौँ। पिडीको कुराहरू, प्रेग्नेन्सी डायग्नोसिस, बन्द त्यसको सेवा गरेको समस्या सेवाको पहुँच नबढाउने नगरपालिका हो। सबै वडामा सेवा विस्तार हुनुपर्नेमा वार्ड नम्बर 11 मा रहेको साबिक पशु सेवा केन्द्र पनि बन्द छ। भवन जीर्ण छ, फोहोर छ, व्यापारीका सामान राखिएका छन्। त्यहाँ हरिउन 11 को कृषि शाखातर्फ एकजना कर्मचारी त राखिएको छ, तर सेवा नाम मात्रकै छ। सेवा दिने भए त आफ्नै भवनलाई मर्मत गरेर भने पनि सेवा सुचारू गरिन्थ्यो नि। तपाईँले भन्नुहुन्छ त्यो त पुरानै जनप्रतिनिधिले गरेनन् नि। मानौ त्यसो हो भने पनि नयाँ जनप्रतिनिधि निर्वाचित भएको पनि 4 वर्ष भयो। 4 वर्षसम्म तपाईको दृष्टि के भयो? कम्तीमा हरिउनका 11वटै वडामा आधारभूत पशु स्वास्थ्य सेवा पुग्ने व्यवस्था गरिदिनुहोस्। हामी चम्किला भवनबाट ठुला ठुला हस्पिटल मागिरहेका छैनौँ। हामी किसानसम्म पुग्ने आधारभूत पशु सेवा मागिरहेका छौँ। निर्णय गर्ने अधिकार तपाईहरूसँगै छ। हामी नागरिकले त अनुरोध सम्मान गर्ने हो, किनभने अहिले डाडु पुन्यु पनि तपाईहरूसँगै छ। धन्यवाद, नमस्कार।